यस टेलिभिजन हेरिरहनुभएका सम्पूर्ण दर्शकवृन्दहरू, भगवान बुद्धले जुन उपदेश दिनुभएको शिक्षाहरू मध्ये शील, समाधि र प्रज्ञा, यो शिक्षा एकदमै महत्त्वपूर्ण विषय हो। भगवान बुद्धले एकचोटि देवताले सोध्नुभएको प्रश्नको जवाफमा के भन्नुभयो भन्दाखेरि शीले पतित्थाय नरो सपन्यो चित्तं पन्यं च भावये आतापि निपको भिक्षु सो इमं विजते जता। अर्थात् के प्रश्न सोध्नु भएको थियो भन्दाखेरि अन्तो जता बहि जता जताय जतिता पजा तं तं गौतम पुच्छामि को इमं विजते जता। यो पाली गाथाले के सोध्नु भएको भन्दाखेरि अन्तो जता भित्र पनि गाँठो, भित्र पनि समस्या, बहि जता बाहिर पनि गाँठो र यो भित्र पनि बाहिर पनि भएको गाँठोलाई कसरी फुकाल्ने। अर्थात् त्यो प्रश्न सोध्नुको तात्पर्य के भन्दाखेरि जताततै समस्या छ, त्यो समस्यालाई कसरी निवारण गर्न सकिन्छ, त्यो समस्यालाई कसरी हामीले हल गर्न सकिन्छ भन्ने प्रश्न थियो। र त्यो अवस्थामा बुद्धले भन्नुभएको शील, समाधि, प्रज्ञा, अर्थात् जो व्यक्ति शीलवान हुनुहुन्छ, जो व्यक्तिले आफ्नो चित्तलाई एकाग्र बनाउन सक्छ र जसले प्रज्ञाद्वारा आफ्नो समस्यालाई समाधान गर्न सक्छ, त्यो नै संसारमा विजय हासिल गर्न सक्छ भनेर बुद्धले देशना गर्नु। हुन त अहिलेको वर्तमान परिवेशमा हामीमा थुप्रै समस्याहरू नभएका होइनन्। घरायसी समस्याहरू, विभिन्न समस्याहरू छन् हामीमा। तर ती समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने कुरा हामीमा ज्ञान नभएको अवस्था हुन्छ। त्यो अवस्थामा हामीले यो शिक्षा, यो शील, समाधि, प्रज्ञालाई हामीले अझ राम्ररी गहिरिएर बुझ्न सक्यौँ भने अवश्य पनि हाम्रो जीवन सुखमय हुन जान्छ। विशेषतः शील भनेको के हो त? यसलाई अलिकति हामी केलाएर हेरौँ। शील भनेको सदाचार, अनुशासन भन्ने अर्थ देखाउँदछ र यो शीलवान हुनु एकदमै, हामी प्रज्ञासम्म पुग्नको लागि शीलवान हुनु एकदमै महत्त्वपूर्ण छ। शील हामी युक्त हुनु जरुरी छ। शील भनेकै हाम्रो शरीर, वचन र मनलाई एकाग्र बनाउने, शरीर, वचन र मनलाई संयमित बनाउने आधार तत्त्वको रूपमा लिन सकिन्छ शील भनेको, जसलाई हामी नैतिक पनि भन्छौँ, हैन? शरीर कसरी संयमित गर्ने त, वचन कसरी संयमित गर्ने त, र मन कसरी संयमित गर्ने त। बुद्धले दिनुभएको जुन पञ्चशीलको सिद्धान्त छ, हैन? म प्राणी हिंसा गर्दिनँ, म नदिकन नलिने शिक्षा पद ग्रहण गर्दछु, म व्यभिचार गर्दिनँ, झुटो कुरा बोल्दिनँ, मादक पदार्थ सेवन गर्दिनँ। यो 5 वटा शिक्षा जुन गृहस्थीहरूको लागि नभई नहुने शिक्षाको रूपमा पनि लिन सकिन्छ। यो 5 वटा शिक्षा पद नै एउटा हिसाबले भन्ने हो भने हाम्रो लागि शील नै भयो। हुन त अरू पनि थुप्रै शीलहरू छन्, शिक्षापद, जुन भन्ते गुरुमाहरूको लागि, लामा गुरुहरूको लागि अलग्गै शील छन्,
हैन र गृहस्थीहरूको लागि अलग्गै सील छन् भन्दाखेरि यो सीलले हामीलाई के सिकाउँछ त भन्दाखेरि हाम्रो शरीर वचन र मनलाई संयमित बनाउन सिकाउँछन् सीलवान हुनु सील सम्पन्न हुनु र सीलले युक्त हुनु भनेकै शरीर वचन र मनलाई बसमा राख्नु शरीर वचन मनलाई संयमित बनाउनु यो नै हाम्रो लागि सील भयो हैन जुन कुराहरु हिंसा नगर्नाले हाम्रो शरीर संयमित हुन आउँछ हामीले चोरी नगर्नु कुनै पनि चीज वस्तुहरु नदिकन नलिनु हाम्रो शरीर संयमित हुन जान्छ व्यभिचार नगर्नु त्यसले पनि हाम्रो शरीर संयमित बनाउँछ भने झुटो नबोल्नु चुगली नगर्नु हैन कडा वचन नबोल्नु कसैलाई काम नलाग्ने अर्थ न वर्षको कुरा नगर्नु जसले हाम्रो वचनलाई संयमित बनाउँदछ र त्यसपछि मनलाई पनि संयमित बनाउनु मन पनि संयमित हुनु जरुरी छ जसमा हामीमा लोभ द्वेष व्यापार जस्ता कुराहरु मिथ्या दृष्टिका कुराहरु यी भएन भने हाम्रो मन पनि संयमित हुन्छ त्यही भएर सील युक्त हुनु भनेकै शरीर वचन र मन संयमित हुनु हो त्यसपछि समाधिका कुराहरु छन् समाधि भनेको जब हामी सील युक्त हुन्छ त्यसपछि हामी समाधि भनेको मन एकाग्र हुनु मन एकत्रित हुनु मन संयमित हुनु किनभने मन संयमित हुनु एकदमै आवश्यक छ जबसम्म हामीमा हाम्रो मन नै आफ्नो बसमा भएन भने यो पानी बिनाको माछा जस्तै हो हाम्रो मन छटपटिरहन्छ यताउता कुदिरहन्छ यताउता भौटारिरहन्छ यताउता गइरहेको हुन्छ यति चञ्चल हुन्छ एउटा बाँदर जस्तो के हैन बाँदर जस्तो हाम्रो मन यताउता गइरहेको हुन्छ एक ठाउँमा बस्दैनन् यति चञ्चल हुन्छ जसले हामीलाई नै ती दुःखहरू निम्त्याइरहेको हुन्छ त्यही भएर यो संयमित हुनु नितान्त आवश्यक छ समाधि भनेकै आफ्नो मनलाई एकाग्र बनाउनु हो हैन मनलाई एकाग्र बनाउनु पनि जरुरी छ कतिपय अवस्थामा कलबल भइरह्यो भने हामी आफ्नो काम पनि सही तरिकाले गर्न सक्दैन हैन मन हतारिरहेको हुन्छ मन एकदमै विचलित भइरहेको हुन्छ यो गर्ने त्यो गर्ने अनि त्यसपछि के हुन्छ त हामीले आफूले गरिरहेको काम पनि अल्मलिन्छ अल्पत्र हुन्छ बिर्सिन्छ राम्रोसित गर्न सकिदैन त्यही भएर समाधि एकदमै आवश्यक छन् जसमा हामीले के गर्न सकिन्छ भन्दाखेरि कमसेकम केही समय हामी ध्यान बस्न सक्छौं चित्त एकाग्र बनाउन सक्छौं र त्यसपछि प्रज्ञाका कुराहरू छन् जब हाम्रो मन एकाग्र हुन्छ मन संयमित हुन्छ अनि त्यसपछि प्रज्ञा जीवनको यथार्थ स्वभाव हामीले थाहा पाउन सक्ने हुन्छ सही तरिका जिउने तरिका जीवनको यथार्थ ज्ञानलाई बुझ्न सक्ने हुन्छ भनेपछि यो तीनवटा जुन तहगत रूपमा शील समाधि प्रज्ञा शीलवान युक्त व्यक्ति समाधिमा पुग्न सक्छौं र समाधिस्थ भएको व्यक्ति प्रज्ञामा पुग्न सक्छौं अझ हामीले यसरी बुझौं कि जब हाम्रो शील सम्पन्न हुन्छ तब हाम्रो मन एकाग्र हुन्छ जब मन एकाग्र हुन्छ तब हामीले प्रज्ञाद्वारा जान्न बुझ्न सक्ने हुन्छ त्यही भएर तपाईहरु सबैजनाले हाम्रो जीवनको यथार्थ बुझ्नको लागि हामीले आफ्नो सुख जीवन जिउन हो भने शील सम्पन्न भएर आफ्नो चित्तलाई एकाग्र गरेर र जीवनको सही यथार्थ ज्ञानलाई बुझ्ने कोशिश गर्नुभयो भने अवश्य पनि यो मनुष्य जीवन सुखमय हुन्छ यो मनुष्य जीवन आनन्दमय हुन्छ र जुन हामीले प्राप्त गरेको दुर्लभ यो मनुष्य जीवन छ त्यसैमा हामी निर्वाण अर्थात दुःखबाट मुक्त
हुन सक्ने हुन्छ। यति भन्दै मेरो सानो छोटो उपदेश यहीँ टुङ्ग्याउँदछु। हस्, धन्यवाद, साधुवाद।